कालो सूचीको कारण खोजी सरकारले कर्जा नतिर्दा वा चेक बााउन्स हुँदा कर्जा सूचना केन्द्रको कालो सूची पर्ने कानुनी व्यवस्था सम्बन्धी प्रावधान लचिलो बनाउने सङ्केत गरेसँगै वित्तीय क्षेत्रमा नयाँ बहसको प्रभाव भएको छ। पछिल्ला वर्षहरूमा कालो सूचीमा पर्नेको सङ्ख्या अस्वाभाविक रूपमा बढ्नु, बैङ्किङ प्रणालीमा तरलता थोप्रिनु, ऋण प्रवाह कमजोर हुनु र व्यवसायहरूको लगानी क्षमतामा गिरावट आउनु जस्ता घटनाक्रमले नीतिगत पुनरावलोकन अपरिहार्य बनाएको सरकारको दाबी छ। तर कालो सूची सहज बनाउन खोज्दा बैङ्कको निष्क्रिय कर्जा बढ्ने जोखिम झनै बढ्ने र बैङ्किङ प्रणालीप्रति अविश्वास बढ्ने खतरा पनि उत्तिकै गम्भीर छ। सुधार अपरिहार्य हो, तर जोखिम न्यून बनाउने व्यावहारिक उपायको खोजी त्योभन्दा बढी आवश्यक हुन्छ। अहिले देशभर जम्मा ऋणीमध्ये करिब 1.5 लाख मानिस वा संस्थाहरू कालो सूचीमा छन्। चालु आर्थिक वर्षको 4 महिनामा मात्रै 20,000 नयाँ ऋणी थपिएका छन्। पछिल्लो समय कोभिड महामारीपछि नेपालको अर्थतन्त्र बौरिन पाएको छैन। बजारमा मागको अभाव छ र अर्थतन्त्र सुस्त छ। यसको कारण व्यवसायहरूलाई लिएको ऋण तिर्न समस्या भएको छ। यसले गर्दा बैङ्किङ प्रणालीमा निष्क्रिय कर्जाको अंश ऋणी कालो सूचीमा पर्ने क्रम बढेको छ। केही परिस्थितिवश कालो सूचीमा परेका छन्। सरकारी निर्णयले कतिपय उद्योग समस्यामा परेर व्यवसाय कालो सूचीमा परेको तथ्य समेत बिर्सन मिल्दैन। यस्तै कालो सूचीमा प्रावधान, कालो सूची समावेश हुने प्रावधान खुकुलो बनाउन उपयुक्त नै हुन्छ, तर त्योभन्दा बढी ऋणीले कसरी काम गरिरहेको छ भनेर बैङ्कहरूले सूक्ष्म अध्ययन गर्ने आवश्यक सल्लाह दिने, बजार र प्राविधिक पक्षबारे सिकाउने काम गर्नु पनि आवश्यक हुन्छ। तर नेपालमा यस्तो परिपाटी ज्यादै कम छ। यसका लागि न नीति छ, न बैङ्कहरूमा दक्ष जनशक्ति नै छ। त्यसैले राष्ट्र बैङ्क र बैङ्कहरूको ध्यान यसतर्फ जानु जरुरी छ। नियन्त्रण बाहिरका परिस्थिति बाहेक अन्य समयमा ऋणीहरूले ऋणको प्रयोग कसरी गरिरहेका छन् भन्नेमा बैङ्कहरूको सूक्ष्म निगरानी, निर्देशन, अनुगमन गर्ने हो भने कालो सूचीमा पर्नेको सङ्ख्या घटाउन सकिन्छ। नियतवश ऋण नतिर्नेहरूका हकमा प्रावधान कडा हुनैपर्छ। परिस्थितिले बाध्य भएका ऋणीलाई छुट त्यही वर्गमा राख्नुपर्छ। कर्जा लिने र नतिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने वातावरण बनेमा खराब कर्जा अनियन्त्रित रूपमा बढ्न सक्छ। अहिले पनि नेपालका केही बैङ्कहरू खराब कर्जा उच्च छ। यदि चेक बााउन्स जस्तो व्यवहारलाई अत्याधिक सहज गरियो भने ठगी, कर्जाको दुरुपयोग र कर्जा असुलीका मुद्दाहरू झनै जटिल बन्न सक्छन्। घर जग्गा जमानत र धितो व्यवस्थापनसँग जोडिएका कानुनी प्रक्रियामा समस्या झन बढ्ने खतरा छ। चेक बााउन्सका मामिलामा कालो सूचीका प्रावधान सहज बनाउँदा बैङ्किङ प्रणालीप्रति जनविश्वास कमजोर हुन सक्छ। कडा प्रावधान फुकुवा गरियो भने राम्रो ऋणीले पनि लचिलो नीतिको दुरुपयोग गर्ने सम्भावना बढ्छ। तर नीतिगत कमजोरीले असली व्यवसायी, उद्योगी र कृषक समस्यामा परेको कुरा बिर्सन हुँदैन। महामारी वा आपत अवस्थाबाट गुज्रिएका उद्यमहरूलाई पनि कालो सूचीको लाठो लगाउने हो भने आर्थिक पुनरुत्थानमा अवरोध पुर्याउँछ। चेक बााउन्सलाई अत्यधिक अपराधीकरण गरिनु, 3 पटक बााउन्स हुँदा पनि तुरुन्त कालो सूचीमा हालिनु जस्ता प्रावधानमा केही सहजता ल्याउनु उपयुक्त हुन्छ। नियतवश ऋण नतिर्नेका हकमा प्रावधान कडा हुनैपर्छ। परिस्थितिले बाध्य पारिएका ऋणीलाई छुट्टै वर्गमा राख्नुपर्छ। चेक बााउन्समा आशयको मापन आवश्यक हुन्छ। अनिश्चित गल्ती र जानाजानी ठगी एउटै श्रेणीमा पर्नुहुन्न। त्यसै गरी साना तथा मझौला उद्योगहरूमा कर्जाको पुनर्संरचना गरिनु उपयुक्त हुन्छ। बैङ्कहरूको जोखिम न्यूनीकरणका उपकरण, जमानत मूल्याङ्कन, ऋणीको वर्गीकरण, क्रेडिट स्कोरिङ अझै कडाइका साथ लागू गर्नुपर्छ। कालो सूची खुकुलो पार्दा खराब कर्जा नबढ्ने, सुरक्षात्मक मापदण्ड, नियमित निगरानी, समयबद्ध रिपोर्टिङ र व्यावहारिक अनुपालना अनिवार्य हुनुपर्छ। कालो सूचीका प्रावधानमा सुधार गर्नु आर्थिक पुनरुत्थानको आवश्यक पाठ हो, तर वित्तीय अनुशासनको मूल्य चुकाउने गरी सहजता बढाउनु आत्मघाती निर्णय हुन सक्छ। सरकार, राष्ट्र बैङ्क, बैङ्क तथा व्यवसायीले सहजता र सुरक्षालाई सन्तुलित गर्ने गरी अघि बढेमा मात्रै कर्जा प्रवाह बढ्छ, लगानी विस्तार हुन्छ र अर्थतन्त्र चलायमान बन्छ। नियन्त्रण बाहिरका परिस्थिति बाहेक अन्य समयमा ऋणीहरूले ऋणको प्रयोग कसरी गरिरहेका छन् भन्नेमा बैङ्कहरूको सूक्ष्म निगरानी र निर्देशन अनुगमन गर्ने हो भने कालो सूचीमा पर्नेको सङ्ख्या घटाउन सकिन्छ। यो हो कालो सूचीको कुरा। कसरी बढ्यो कालो सूची, कालो सूचीको कारण खोज्ने